second. So guys, म त एक्साइटेड भयो त के हो सो फाइनली गाइज बाबा मेरी आगे घुस उठेके खतरा छ त कोही पनि आएको छैन होला अहिले ए अच्छा 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 भित्र छ भित्र माछा मार्ने मान्छे माछिने ओइ माछा मार्ने मान्छे माछिने दादा अबे साले लारी धीरे से कहाँ मेरे खेत में माछा मार्ने कौन हो नेपालको भनिहाल तिमीहरू माछा मार्छ मेरो धान सबै बिगार्छ माछा मार्ने मान्छे माछा अनि हामी कतिजना हो दाइ दादा बोलेको आवाज आउँछ आज नै काठमाडौँ जाने बाटो यही हो केटाकेटी हो यही हो हामी चाहिँ माछा मार्ने ठाउँ तर होइन यो भाइ यहीँ हो त होइन नि है अझै पर छ यो स्कुटी क्या गाडीमा छिराएर निकाल्ने कि क्या चिया खाने ठाउँ तपाईँहरू काठमाडौँबाट आउँदाखेरि यहाँ चिया खान सक्नुहुन्छ होइन सो फाइनली हामी चाहिँ अड्डामा आइसक्यो यो अड्डामा फाइनली गाइस दाइले त नगर्नु त गहँगा टाइपमा उठाइदिएर यार ल यसले त नि हान्छ त यसको अचार हान्नुपर्छ यसको उयो भाग्यो पक्रिन के गर्ने त्यसलाई ए कसरी अठाउँछ उहाँ हेर्न हात गाई के म त एक्साइटेड भयो त के हो सो फाइनली गाइस मैले अहिले भर्खर अहिले म फेरि हाल्छु ल फेरि देखाउँछु ल So finally guys,
यति मारियो माछा माछा भन्दा चारो धेरै छ गङ्गटा पनि छ आज तो दिन बन गया आज का दिन बन गया मेरे भाई लोग दसवटा माछा दाइ यो के को हो उयो सुयो ल हामी चाहिँ अब त्यहाँनिर मान्छेले माछा पालेको छ र त्यहाँनिर हिँडेर बसिहाल्नु ल ए भइदिनु आइरहेको रहेछ ये त्यहाँनिर माछा त इन्टरनेसनल खेलाडीहरूले हानिरहेको रहेछ त्यहाँ हाने अनि यो हाम्रो 3 जना इन्टरनेसनल खेलाडी के काम पानी छ पोखरी छैन कति मार्यो 1 किलो एउटा गङ्गटा दिन्छु 2टा माछा दिने हो एउटा गङ्गटा दिन्छु 2टा माछा दिने हो उसले दिनु नि त 4-5 वटा कता पारेछ हेरौँ त बोसले त निकालेछ यी लगाइजरो म्याटक्स ल यो हो नि त खेलाडी भनेको यस्तो बर्दिवासको ट्यापे को त हिरो ए मैले त भन्नै बिर्सेँ हाम्रो नेपाली फिल्मको जीवन लुइटेलको भाइ दादा यता देखाउनु त यता ल्याउनु त खोइ ए सानो छ त ऊ होइन यो त यो पोठियाहरू छ त पोठिया बुढिया यो चाहिँ कुन माछ ल केटाहरूले विश्वास गरेन होला होइन माछा त कति हो कति हामीसँग ठुल्ठुलो ल ल ओहोइ बर्दिवासदेखि आएको बर्दिवासबाट आएको मैले पक्रेको यो गङ्गटा खाए बच्चा हल्लै यो छोटका हल्लै छोटका हल्लै माल पनि उठाने रहेछ दाइले कि माछा पनि पर्यो बर्दिवास के हो तिम्रो नाम भन त भाइ राज सहने सादा के हो सादा भन्ने चाहिँ एउटा फेरि स्पष्ट बुझाइदियो मलाई सादा भनेको केही नलेखेको पेपर हो भाइ राज शाह ए शाह होइन सादा राज सहन सदा हिमाल पानी दादा हालिदिनु त तपाईँ यो पक्रेर देखाइदिनु त यो पनि सकिने एउटा उनीहरूले तल माछा डाला खाने होइन बर्दिवासदेखि माछा मनाएको यति हो कति 4-5 किलो भयो भाडा तिरेर यत्रो भाडा कति दिन्छ
पैसा हिसाब गरौँ त कति गर्नु कति यहाँ बेच्छ हामी मेलामा हराएको दाजुभाइ ए मिस्टर बस्ती ए यो माछा लगेर तपाईँहरूले बेच्छ कि खान्छ उयो हान न जाडो भएछ निकाल भाइ तान सक्छ पाउन हातमा घुट्छ है दाँतले गर न अनि यहाँ आएर बाटो त सर्नु तानी मैं हो या ओइ ओइ अल्लाह 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 मलाई एउटा 1400 ले आएको कत्रो माछा रहेछ त यार वो बाप